मानव सभ्यताको आजको अवस्थालाई गहिराईबाट हेर्दा एउटा गम्भीर प्रश्न अनिवार्य रूपमा उठ्छ कि हामीले विकासलाई सही अर्थमा बुझेका छौं। इतिहासले देखाउँछ कि भौतिक प्रगतिले शक्ति त दियो तर शान्ति दिन सकेन। यही सन्दर्भमा पूर्वीय दर्शनको दृष्टिकोण अत्यन्तै महत्त्वपूर्ण हुन्छ, किनकि यसले विकासलाई बाह्य विस्तार भन्दा आन्तरिक उन्नतिसँग जोडेर हेर्छ। पूर्वीय ऋषिमुनिहरूले केवल आध्यात्मिक कुरा मात्र गरेका थिए भन्ने बुझाइ अपूर्ण छ। वास्तवमा उनीहरूले विज्ञान, गणित, चिकित्सा, खगोलशास्त्र, मनोविज्ञान जस्ता क्षेत्रहरूमा गहिरो खोज गरेका थिए। तर प्रश्न उठ्छ, यदि उनीहरूले यति धेरै आविष्कार गरे भने किन त्यसलाई औद्योगिक स्तरमा विस्तार गरेनन्? चरक र सुश्रुतले आयुर्वेद र शल्य चिकित्सामा अद्भुत प्रगति गरेका थिए। सुश्रुत संहितामा नाकको पुनर्निर्माण, प्लास्टिक सर्जरी, मोतियाबिन्दुको शल्यक्रिया, हड्डीको उपचार जस्ता प्रविधिहरूको विस्तृत वर्णन पाइन्छ। आजको आधुनिक सर्जरीको आधार मानिने यी विधिहरू हजारौं वर्ष अघि नै विकसित भइसकेका थिए, तर ती ज्ञानहरूलाई उद्योग बनाइएन, व्यापारीकरण गरिएन। किन? किनकि पूर्वीय चिन्तनले चिकित्सा विज्ञानलाई सेवा र धर्मसँग जोडेर हेर्थ्यो, न कि नाफा र शक्ति प्रदर्शनसँग। त्यस्तै आर्यभट्टले शून्यको प्रयोग गरेको पाइएको छ। पाइको मान ग्रहहरूको गति जस्ता विषयको गहिरो अनुसन्धान गरेका थिए। खगोलशास्त्रमा उनले पृथ्वी आफ्नो अक्षमा घुम्छ भन्ने अवधारणा प्रस्तुत गरेका थिए, जुन पश्चिममा धेरै पछि मात्र स्वीकार गरियो। तर यो ज्ञानलाई प्रविधिमा रूपान्तरण गरेर शक्ति बनाइएन, किनकि उद्देश्य प्रकृतिमाथि शासन गर्नु होइन, त्यसलाई बुझ्नु थियो। कणादले परमाणु सिद्धान्त प्रस्तुत गरेका थिए। संसार सूक्ष्म कणहरूबाट बनेको छ। यो विचार आधुनिक भौतिक शास्त्रसँग मेल खान्छ, तर उनले यसलाई हतियार बनाउन खोजेनन्। आजको संसारमा यही परमाणु ज्ञानले परमाणु बम जन्मायो, जसले हिरोशिमा र नागासाकीमा परमाणु बम आक्रमण जस्तो विनाश निम्ति आयो। यसले स्पष्ट देखाउँछ, ज्ञान आफै समस्या होइन, त्यसको प्रयोग र उद्देश्य नै निर्णायक हुन्छ। पूर्वीय ग्रन्थहरू, विशेषतः उपनिषद र वेदले बारम्बार एउटै कुरा दोहोर्याउँछन्: बाहिरी संसार अस्थायी छ, स्थायी सत्य भित्र छ। ईशोपनिषदमा भनिएको छ, त्यागको भावले उपभोग गर। यसको अर्थ विकासको पूर्ण अस्वीकार होइन, तर संयमित प्रयोग हो। आजको उपभोगवादी संस्कृतिको ठिक विपरीत, जहाँ जति धेरै त्यति राम्रो भन्ने मान्यता छ। पतञ्जलिले योगसूत्र मार्फत मानव मनलाई नियन्त्रण गर्ने वैज्ञानिक विधि प्रस्तुत गरे। उनले स्पष्ट भनेका छन्, मनका चञ्चलताहरूको नियन्त्रण नै योग हो। यदि मन नियन्त्रणमा छैन भने बाह्य विकास खतरनाक हुन सक्छ। आजको विश्वमा यही कुरा प्रमाणित भइरहेको छ। प्रविधि तीव्र गतिमा अघि बढिरहेको छ, तर मानव मन अझै अस्थिर, असन्तुलित र लोभी छ। वेदव्यासले महाभारतमा शक्तिको दुरुपयोगले कस्तो विनाश ल्याउँछ भन्ने देखाएका छन्। त्यो केवल धार्मिक कथा होइन, मानव मनोविज्ञान र सामाजिक सन्तुलनको गहिरो विश्लेषण हो। महाभारतको युद्ध आफैमा एउटा चेतावनी हो। जब लोभ, अहंकार र शक्ति नियन्त्रण बाहिर जान्छ, तब सभ्यता नै सङ्कटमा पर्छ। पूर्वीय ऋषिहरूले भौतिक विकास नगरेका होइनन्, उनीहरूले त्यसको सम्भावित परिणामलाई बुझेर त्यसलाई सीमित राखेका थिए। उनीहरूका लागि विकासको अन्तिम लक्ष्य बाह्य प्रभुत्व होइन, आन्तरिक मुक्ति थियो। त्यसैले उनीहरूले ध्यान, तप, साधना र आत्मानुसन्धानलाई प्राथमिकता दिए। उनीहरूले बुझेका थिए कि यदि मानव चेतना परिपक्व भएन भने भौतिक प्रगति अन्ततः आत्मविनाशमा परिणत हुन्छ। आधुनिक तथ्याङ्कहरूले पनि यही कुरा पुष्टि गर्छन्। आज विश्वको सैन्य खर्च $2 ट्रिलियन भन्दा बढी छ, जबकि संयुक्त राष्ट्र सङ्घका अनुसार अझै करोडौं मानिस आधारभूत आवश्यकताबाट वञ्चित छन्। जलवायु परिवर्तनले पृथ्वीको सन्तुलन बिगारिरहेको छ। यी सबै तथ्यहरूले देखाउँछन् कि विकासको दिशा सन्तुलित छैन। हामीसँग साधन छ, तर सही उद्देश्य छैन। यसैले आजको सबैभन्दा ठूलो आवश्यकता भनेको विकासको पुनः परिभाषा हो। केवल प्रविधि, उद्योग र अर्थतन्त्रको वृद्धिलाई विकास मान्ने सोचबाट बाहिर निस्कनु आवश्यक छ। पूर्वीय दर्शनले देखाएको बाटो संयम, सन्तुलन, आत्मचेतना र प्रकृतिसँगको सहअस्तित्व आज झन् सान्दर्भिक भएको छ। अन्ततः प्रश्न फेरि त्यही आएर ठुक्किन्छ, यदि हाम्रो विकासले मानवतालाई सुरक्षित राख्न सकेन भने, यदि यसले प्रकृतिलाई नष्ट गरिरहेको छ भने, यदि यसले शान्ति होइन द्वन्द्व जन्माइरहेको छ भने, के यो वास्तवमै विकास हो? सायद समय आएको छ हामीले ती ऋषिहरूको मौन निर्णयलाई फेरि बुझ्ने। उनीहरूले किन सीमितता रोजे, किन विस्तार नगरेकन बसे र किन भित्र फर्कने बाटो देखाए? किनकि अन्ततः यदि दिशा गलत छ भने गति जति तीव्र भए पनि गन्तव्य विनाश नै हुन्छ, र यदि विनाश नै हुनु थियो भने विकास केका लागि? धन्यवाद।